लगभग 2 वर्षपछि गाउँतिर फर्केको थिएँ। यी 2 वर्षको बिचमा धेरै पटक प्रयास गरेँ गाउँतिर जाऊ भनेर, तर हरेक पटक एउटा अल्झो आइपर्थ्यो र प्रयास केवल प्रयास रहन जान्थ्यो। यसपटक बल्ल तल्ल उम्केर आउन सकेको थिएँ। बाटाभरि आँखामा गाउँ नै नाचिरह्यो, मानस पटलभरि गाउँ नै सलबलाइरह्यो। बुधना, परिछन्, रामदरस, भगतबहादुर, कान्छुबाई, आमा, बा, घर, छिमेक, टोल र गाउँ, सुल्ताना डाकुको नौटङ्की, महावीरजीको झन्डा मेला, हाट बजार अनि यस्तै यस्तै थुप्रै घटनाहरू। एक समय गाउँकै घटना, भिडभाड, चलपलहरूको म प्रत्यक्षदर्शी थिएँ। त्यति मात्रै होइन, म पनि तिनमै थिएँ। अहिले आएर ती सबको पृथकता बोध कता कता च्वास्स बिजाउँछ आफैलाई। गाउँमा बस्न नपाउनुको पीडाबोध अलग्ग मौलिन्छ छातीभरि। अस्ति भर्खर मात्र भाइले चिठी लेखेको थियो, दाजु अचेल त परिछनको टोलमा बेलुकी बेलुकी डबुई नुटको नाटक रिहर्सल गर्दैछन्। आहा, चिठी पढेर म कति खुसी भएँ। चिठी पढिसकेपछि जीवनमा मैले लगभग पहिलो पटक बोध गरेँ हाम्रो गाउँमा पनि साँच्चैका मान्छेहरू रहेछन् जो जीवनलाई बुझ्दैछन्। हाम्रो गाउँ पनि केही हो र केही हुन सक्छ, र यही केही हुनु नै मेरो लागि अथवा हाम्रा लागि माने म, बुधना, परिछन् र भगतबहादुरका हकमा जीवन खोल्दथ्यो, अर्थात् जीवनको बाँच्नुको माने लाग्दथ्यो।